गुड मर्निङ गाइज है अनि नमस्ते सबैजनालाई प्रकाश 69 ब्लगमा है। म अब फाइनली घरदेखि निस्किसकेको छु। अब मेरो स्टेट बसको वेट गरिरहेको छु। सिलगढी जान्छु। सिलगढीबाट साथीलाई भेटेर अनि 1-2 बजेको टिकट छ अनि जान्छु ट्रेनमा है। अहिले फिलहाल म घरदेखि निस्केको छु। म भान्जा बाबु र बाबा आउनु भएको छ मलाई पुऱ्याउनु। म चाहिँ रेडी भइसकेको छु। अब ल गाइज म चाहिँ हिँडेको। स्टेट बसको टाइम त भएको छैन, यस्तै 7 बज्ने बेलामा आउँछ हैन। अनि त्यही हो, सबैको दिन शुभ होस्, शुभ रहोस्। यो चाहिँ हाम्रो एकछिन 15-20 मिनटको बस स्ट्यान्ड हुन्छ, बस स्ट्यान्ड गर्छ। बिहानै हिँडेको, अहिले आधी घन्टा जति भयो ट्राभल गरेको। यो चाहिँ जग्गाको नाम कुमानी हो है। कुमानी फरेस्ट हो, एकदमै शीतल छ, शान्त छ है। हेलो एन्ड नमस्ते है। म फाइनली सिलगढी आइपुगेको छु है। अब एकछिनमा मैले साथीलाई खबर छ कि साथी पनि एकछिनमा आइपुग्छ अरे। अनि भेट भएर हामी चाहिँ जान आँटेको छौँ है। त्यही हो, ज्याकेट स्याकेट लगाएर आएको। बिहान गरमले त अहिले साह्रो पारिदिइरहेको छ है। गरम बढेर गरम रहेछ सिलगढीमा लास्टै गरम। अहिले एकछिन मार्केट छिरेको ग्याङ गुद्रुङ टक्को दुखेर बिहानै आएको। 1 कप पानी मात्रै खाएर गाइज भोक त दामी लागिसक्यो मलाई है। यसो त्यसलाई भेटेर चाहिँ यसो खाजासाजा खानु जानु पऱ्यो भनेर भनेको। खै त कहाँ गयो भेटघाट पनि भएको छैन। त्यसले मलाई लगभग नभनेको पनि मेरो साथीले मलाई 1 घन्टा जति उपायो होला हो। म बिहानै स्टेटमा आइसकेको सिलगढी। गाइज फाइनली साथीसँग भेट भइसक्यो है। मेरो साथी चाहिँ पर छ। अब म त्यहाँ जाँदैछु, सिधै यात्रा सुरु हुन्छ। साथीहरूले त्यहाँ बसिरहेको छ, हाँसिरहेको छ, स्माइल दिइरहेको छ है। बास गाइस फाइनली होइन साथी भेट भइसक्यो। मेरो साथी चाहिँ हो होइन। अनि दुई भाइ चाहिँ बल्ल भेट भयो होइन गाइस। त्यही हो, अब जाने कहाँसम्म यात्रा अरे हाम्रो दिल्ली पुगिन्छ है। 2जना सागहरू केटाहरू बसिरहेको छ उता, 2जना चाहिँ त्यो लास्ट भोक लागिरहेको छ। अब खान्छ खान्छौँ होइन। के भन्नु नि शब्द राज राई हो यसको चाहिँ होइन। प्रकाशलाई चाहिँ फलो अनि सब्सक्राइब गरिदिनु होला सबैजनाले। अरू के छ भोक लाग्यो मेन भोक लाग्यो होइन। अब खाजासाजा खाएर चाहिँ हामी चाहिँ अब ट्रेन स्टेसन जाने। अनि त्यहाँदेखि आउँदैछ गाइज होइन। बिस्तारै बल्ल एकजना भेट भयो। 1 घन्टा लन्डायोले मलाई आज होइन। ठिकै छ, यसमा पनि खुसी छु म। भेट त भइहाल्यो। यसो मार्केट जाँदैछौँ, हल्का सानो तिनो सपिङ गर्ने अरे। त्यही सक्स भेस्ट एउटा किन्ने। अनि चाहिँ हामी जक्सन जान्छौँ भन्नु है। जक्सन गएर अनि त्यहाँदेखि चाहिँ ट्रेनको वेट गर्नेछौँ। ट्रेनको वेट गरिसकेपछि हामी फेरि अनि लाग्नेछौँ। अहिले फिलहाल हामी अहिले सिलगढी यो तपाईँको मार्केटको बाटो हिँड्दैछौँ। खानै खाइदिनु पर्ला हो अब त, मासु भात हालिदिनु पर्ला। 11:30 भइसक्यो, 12 बजीसम्म त हालिहाल्नुपर्छ। ल गरम चाहिँ लास्ट गरम भइसक्यो। चिसोबाट आएको जुन गरम भएर तनाव भइसक्यो। त्यही हो, अब सिलगढी पनि काचाङकुचुङ मान्छेहरूको भेट होइन आफ्नो यति हुन्छ नि गाइस। यो कुन चाहिँ जग्गा हो फेरि आइपुगेको छौँ है। कुन चाहिँ जग्गा आइपुगेको छ थाहै छैन मलाई चाहिँ फेरि बिल्ला होइन। म त त्यही फाइनली हामी चाहिँ मार्केट घुमिसकेर आइसँग नर्मल सक्स त्यो हाफपेन्ट साफपेन्ट अनि लाइक 1-2 टी-सर्टहरू ल्याएको छ ट्रेनमा लाउनुको लागि होइन। यता हेर्न फाइनल जक्सन जाँदैछौँ। 2 बजीको ट्रेन हो, तर अलिक छिट्टै पुगेर खानासाना खाएर अनि चाहिँ आरामले जाने भनेर अहिले चाहिँ हामी लाइक सिटीमा छौँ। अहिले जाँदैछु। अब यस्तै हो, साथी पनि रहेछ गाइस होइन। अब पुरा के बोल्नु त लास्ट गरम छ गाइस, लास्ट गरम छ होइन। साथी भइसक्यो। म जुन 2 दिन शीतलमा बसेर आएको, आज त प्याक भएर आइपुगिसकेको छौँ। म जक्सन हाम्रो ट्रेन स्टेसन चाहिँ है। साथी अगाडि जाँदैछु। पर्खिने अब खानासाना खाने होइन। के भन्छ मेरो साथीले स्ट्यान्डर्ड खाने कि ठिकै खाने बजेट अनुसारको चल्नुपर्छ। धेरै लामो छ हाम्रो यात्रा है भने साथीलाई, तर अहिले स्ट्यान्डर्डै खुवाउँछ मलाई थाहा छ है। म चाहिँ खानासाना खानु जाँदैछु। गाइस होइन, स्वागत छ फेरि पनि तपाईँहरूलाई है। म चाहिँ फाइनली स्टेसन आइसकेको छु है। स्टेसन आएर अब ट्रेनको वेटिङमा छु। हाम्रो ट्रेन चाहिँ 2 बजेको छ। त्यस्तो मलाई खासै आइडिया त छैन केही पनि। मेरो साथी चाहिँ पहिला पनि गएको थियो र मात्रै
त्यसलाई चाहिँ अलिअलि आइडिया छ होइन मस्तो भिड छ गाइस है यहाँदेखि माथि गएर हामी स्टेसन कति नम्बर स्टेसन पुग्नुपर्छ गरम चाहिँ लास्टै भएको छ मलाई है अनि साथीहरू चाहिँ यता र उता घुमाएको छ अघि 2-3 घन्टा घुम्यो म सबैजनाले हेर्दिनु होला मेरो यात्रा कतिको हुनेछ कस्तो हुनेछ मजा आइरहेछ रमाइलो लागिरहेछ गरमले चाहिँ कसम टाउको फुट होला जस्तो भइसक्यो मेरो है एकदम टाउको दुखिरहेछ मेरो चाहिँ म चाहिँ फर्स्ट टाइम हो मेरो ट्राभल है ट्रेनमा चाहिँ फर्स्ट टाइम चढ्दैछु म चाहिँ प्लेटफर्म नम्बर 4 मा बसिरहेको छु म अहिले फिलहाल कति ट्रेन त लास्ट ढिलो हुन्छ भन्छ कारण साथीले चाहिँ खै के भनेको म्याप कि ठिकै छ गाइज त्यही हो आज हेर्दैछु त्यो नि म टिकट पनि हेर्दै जानु के हेरेको यस्तै हो अब 2 लठुवाहरू बसेर होइन गफ हान्यो अब अहिले एकछिनमा ट्रेन आएपछि चढ्ने हो यसो फोटोसोटो पनि खिचौँ भनेको मनै लागेन हो गाइस गरमले एकछिन गएर फ्रेस भएर आउँछ मुखसुख धोएर आउनु पऱ्यो हामी चाहिँ चिसो पानी आउँछ यता छैन नि त अरू जग्गा कहाँ छ मुख धुने जग्गा देखा कहाँ वाक्कै बगिदिन्छु यसले मुख धुन्छु भन्दै थियो त्यो पनि फेस वास ल्याएको छु भन्दै थियो हो आफ्नो त त्यही हो होइन अब यत्तिकै मुखले पानीले धुयो होइन गरम छ त्यही हो चिसो खाँदै गर्नु होला चिसो पानी चाहिँ धेरै खानु होला यस्तो गरममा मेन पानी खानु होला के भन्नु अब डक्टर होइन नत्र त अझै सजेसन दिन्थेँ जस यति हो पानी चाहिँ खाँदै गर्नु होला यस्तो गरममा पानी बिना चाहिँ नबस्नु होला छिनछिनमा पानी पिउँदै गर्नु होला डक्टरहरूसँग भेट भएको छ अब के हुन्छ है गाइज अब के निस्किन्छ मुखबाट है इग्नोर गरिदिने यस्तोलाई मेरोलाई चाहिँ होइन ल गाइस ल जो ट्रेन आउनु लागिसकेको छ है हाम्रो स्टेसन नम्बर हाम्रो 3 आयो 3 मा रहेछ ट्रेनमा त 4 लेखिरहेको थियो अहिले चाहिँ 3 आएछ 3 मा हो होइन पैसा निकाल्न थियो ट्रेन टिकट पनि आइसक्यो होइन गाइस यसको चाहिँ वालेटमा उब्रेको कार्ड दिइरहेको छ मलाई हो नयाँ वालेट किनेको लागि होइन देखाउँदैछ यो चाहिँ ट्रेनको टिकट घन्टा पनि होइन गाइस होइन यस्तो फ्रडहरू भेट्न सक्छ नि तपाईँले फाइनली गाइस हाम्रो ट्रेन आइसक्यो है अब खोज्दै जानु पर्ला हेलो गाइस ल हाम्रो अब ट्रेन चाहिँ हिँडिसक्यो है हामी चाहिँ अब ल सुरुवात भइसक्यो अब मैले चाहिँ कुद्दैछ ट्रेन म चाहिँ फर्स्टचोटि ट्राभल गरेको ट्रेनमा होइन एक्साइटेड छु मलाई एकदमै खुसी लागिरहेछ रमाइलो लागिरहेछ सबैजना आफ्नो सिटमा बसिसक्यो है यस्तै छ सबजनाको के पर्दैन बस्नु हौ चुपचाप जो लागेर टिटी न सिटी अहिले तेरो बजाइदिइरहेको छ नि सिटी अहिले तेरो प्रकाश बुढा हो तेरो नाम भन् न चिनिसक्यो अनि म प्रकाश बसेँ त म राज राई हो भनिदिनु बस न चुपचाप यहाँ बस यहाँ बस्नु यहाँ भनेको ल मैले बुझिसकेँ त चक्कर आयो नि यहाँ बस्नु यहाँ तर म सँगै बस्नु न अनि के भन्नु यो पक्ला हेर यहाँ चक्कर आयो भन्छ ट्रेनमा कुदेकै छैन चक्कर आयो भन्छ उल्टा बस्यो भनेर लागि त उल्टा चाहिँ बसेको नि ठिकै छ यस्तै त हो बस् न कताबाट कुद्दैछ हो ट्रेन यता जाँदैछ त यता जान्छ भने किनस् त्यही भने म चाहिँ लाग्दै मेरो जिन्दगीको सफरमा सबैजनालाई स्वागत छ है म चाहिँ कस्तो खिड्की चाहिएर खिड्कीमा बसेको जुन अघिदेखि खिड्की चाहियो भन्छ यसलाई अहिले म खिड्कीदेखि बाहिर निकालिदिन्छु होला मुख्छु रमाइलो छ होइन फाइनली रात पनि परिसक्यो है दुईजना चाहिँ अब खाना खानु लागेको छ ट्रेनकै खाइदिने भनेर सोचेको फर्स्ट एक्सपिरियन्स गरेको होइन ट्रेनमा चाहिँ त्यही दाल अचार पनि हालेको हुँदो रहेछ है त्यो खानु आएको छ खाना पनि राम्रो छ जस्तो लाग्यो त्यति नराम्रो छ जस्तो लाग्यो होइन त्यही हो गुड नाइट है अब हामी चाहिँ खाना खाँदै सुत्छौँ होला सबैजनालाई है गुड मर्निङ नमस्ते है सबैजनालाई अब फाइनली बिहान भइसकेको छ बिहान त अघि भएको कर्मचारी रहेछ माथि सुतेको थियो तल बसिरहेको छ मैले अनि त्यही छ होइन भयो त्यस्तो नराम्रो के थिएन यो चाहिँ सुत्नु पाएन म त आरामले सुतेको थिएँ रातभरि फोन हेर्दै थियो त्यही भएर हो है त्यही छ
यसलाई चाहिँ अलिक किन लागेन अरे मलाई चाहिँ किन लाग्यो हेलो नमस्ते सबैजनालाई गुड मर्निङ है गाइस यो चाहिँ हाम्रो दिल्ली स्टेसन चाहिँ होइन यो स्लिपरमा पनि गाह्रै पर्दो रहेछ होइन वेटिङ काटेको हुँदो रहेछ मान्छेहरू आएर आफ्नो अर्काको सिटमा बस्दा रहेछन् होइन तर रमाइलो भइरहेछ कुद भइरहेछ मान्छेहरूको यहाँ स्टेसनमा है अनि त्यही हो ट्रेन छुट्छ भनेर म चाहिँ रेडी छु है टिटिट गरेँ कि सायद कहाँ गएको साथी जाँदैछ है यसको पनि दसैँ आइरहेछ साथीको नि कहाँ गएको के किन ल्याएछ खोइ के किन ल्यायो माथि ट्रेन लाग्दैछ हेर्न गाइस ट्रेन जाँदैछ होइन यही हो ट्रेन पनि जाँदैछ गाइस हामी चढिसक्यौँ फेरि है त्यही हो अब ट्रेन जान्छ एकछिनमा है उताटिको हाम्रो रुम बस्नु एकछिन बस्नु भने त्यही हो एसीको छेउमा आएर बसिरहेको छु चाहिँ क्यान्टिन एसी रहेछ है त्यही हो रमाइलो हुँदैछ त्यो कान्छ के भन्छ जति हिँड्दैछ त्यति खुसी लाग्दैछ केटाहरूलाई जुन छिटो भेट्न पाइन्छ तर आज चाहिँ हामी 10:30 11 बजे बेला आएको त्यस्तै ढिलै पुग्ने रहेछौँ है त्यही हुँदैछ हेर्दै जाउँ ट्रेन जाँदैछ कान्छाले अब खेल्छ अरे ट्रेनलाई